यहाँहरु सबैजनालाई मेरो जय मसी। खजेरी आइतबारदेखि गन्ती गर्दा आज पवित्र हप्ताको तेस्रो दिन हो र आज मंगलबार। सुसमाचारको वर्णनहरू अनुसार यीशुले मंगलबार मन्दिरमा दृष्टान्तहरू सिकाएर आफ्नो सन्देश प्रचार गर्न जारी राख्नुहुन्छ। विशेष गरी मोहीहरूको दृष्टान्त मत्ती 21 अध्यायको 33 देखि 44 ले यीशुको अन्तिम बलिदानको नाटकीय र हिंसात्मक प्रतिबिम्ब चित्रण गर्दछ, जुन उहाँको स्वर्गीय पिताबाट आएको जिम्मेवारी थियो। यीशुले दृष्टान्तहरूद्वारा अन्तको समयबारे, परमेश्वरको राज्यबारे, परमेश्वरको डर मान्छौं भनी दाबी गर्नेहरूको पाखण्डीपनबारे अनि मानिसको पुत्रको आगमनमा के आशा गर्ने भन्ने बारे पनि सम्बोधन गर्नुहुन्छ। प्रत्येक दृष्टान्तमा उहाँ निश्चितता र गम्भीरता साथ बोल्नुहुन्छ। दुई छोराहरूको दृष्टान्तमा दागबारीमा काम गर्न जान्न भने पनि पछि फेरि पछुताएर जाने छोरो बनु, म जान्छु भन्ने तर नजाने छोरो नबनु भन्ने शिक्षा हामी पाउँछौं। किनभने काम बिनाको विश्वास मृत हुन्छ, याकुब 2:26 अनुसार। त्यसैले आज्ञा पालन बलिदान भन्दा उत्तम हो भनेर पहिलो सामुएल 15:22 ले हामीलाई सिकाउँदछ। विवाह भोजको दृष्टान्त अनुसार विवाह भोज तयार छ, तर निम्तो चाहिँ इमानदारीपूर्वक सही तरिकाले स्वीकार गर्नुपर्छ अनि मात्र विवाहको सही पोषक लगाएर विवाह घरमा छिर्नुपर्छ भन्ने सन्देश हामी प्राप्त गर्छौं। यहाँहरु सबैजनालाई परमेश्वरले आशीष दिउन्। यो पवित्र हप्ता शुभ रहोस्। जय मसीह।